हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। सबैजनालाई वेलकम छ है। सो आज चाहिँ होइन हामी कता जान आँटेको भन्दाखेरि चाहिँ माथि जयगुम भ्यू पोइन्ट जान आँटेको है। साह्रो बोरिङ लागेर नि त रुममा पनि कति बस्नु, ठिक्कै साथी पनि जाने अरे नि त घुम्नु। अनि त्यसपछि हामी दुईजना टक्कैसँगले रेडी भएर चाहिँ हिँड्नु आँटेको नि त। तपाईँहरूलाई म वेदर देखाउँछु है। आमामा वेदर है यस्तो दामी भइरहेछ है आज टक्कैसँगले है। अब चाहिँ हामी दुई भाइ लाग्यौँ है त। हामीसँग त्यति टाइम पनि छैन है। भरे फेरि पानी पऱ्यो भने वेदर एकैछिनमा चेन्ज भइहाल्छ है। साथी चाहिँ अगाडि अगाडि हिँड्दैछ नि त। ऊ चाहिँ मसँग है फर्स्ट टाइम गएको नि त माथि भ्यू पोइन्टमा। कहिले पनि गएको थिएन नि त। हाम्रो म्यानको चाहिँ स्माइल चाहिँ एकदम खतरा छ नि। फेरि यता आइज न नि तापेमा के भएको हेरेर सिम लगाएको भएन नि। दाजु माथि भ्यू पोइन्ट जान्छ तपाईँ? जाँदैन? जाएगा? हाँ? कितना है रिजर्व में? 200 में ना 200 है। भ्यू पोइन्ट जान्छ यो माथि? हजुर। कति लिन्छ रिजर्भ? जाने मात्रै 150 हुन्छ ल। हाम्रो उहाँ दाइले चाहिँ 150मै लगिदिउँ है त हामीलाई। म चाहिँ यहीँनिर बस्छु नि त गुम्बा रोडमा। म बसेकोदेखि त 3 मिनट्स जस्तो लाग्छ नि त। अटोमा हो भने चाहिँ हिँडेर गयो भने चाहिँ 30 मिनट्स बेसी पनि लाग्छ होला है। फाइनली भ्यू पोइन्ट आइपुग्यो है हामी चाहिँ। हुन्छ, थ्याङ्क यू दादा। त्यसपछि चाहिँ हामी सिधा भित्र पस्यौँ नि त। अनि भित्र अनि पसेर एकजनाको 20 रुपियाँ हो नि त। अनि पैसा साथी र म मिलेर है निकालेर त्यहाँबाट गएर काउन्टरमा गएर पे गरेर अनि चाहिँ टक्कैसँगले है बाहिर निक्लिने छौँ त्यो डाँडामा। यहाँ माथि चाहिँ होइन जानु पाएन नि त हामी। यहाँ चाहिँ भगवान्को स्ट्याचुहरू पुरा छ नि त। अब यहीँ फोटो खिचेर अलिक मुनि गएर त्यहाँबाट चाहिँ त्यहाँ पनि गएर फोटो खिचेर हल्का रिल्स बनाएर त्यतै लाग्ने भन्यो नि त साथी। त्यहाँनिर सिम निकाल्ने, सिम भएन भनेर चाहिँ सिमका खोजिरहेको छ नि त। पछाडि हेरेको कुकुर आउँदै रहेछ नि त। फेरि मलाई होइन कुकुर एकदम दामी लाग्छ नि त। कुकुर बिरालो भनेको चाहिँ मलाई साह्रो मनपर्छ नि त बिचरा है। अहिले भने चाहिँ हामी दोकान आएको नि त साह्रो तिर्खा लागेर।
अब भन्यौँ चाहिँ हामी गाइस लाग्यौँ है त्यो रुमतिर। अब है रात पनि पर्दै गयो। अहिले चाहिँ हामी निकै तल आइपुग्यौँ रुमको छेउतिर है। साथीलाई चाहिँ टेन्सन भएछ नि त, भोलि फेरि ड्युटी जानुपर्छ भनेर। अहिले भने चाहिँ हामी रुममा आइपुग्यौँ। आजको ब्लग कस्तो भयो कमेन्ट गरिदिनु होला है त। र मेरो युट्युब च्यानल पनि सब्सक्राइब गर्न नबिर्सिनु होला।